यो समय परिवर्तनको युग हो, विज्ञान र प्रविधिको युग हो, यसै गरी युवा नेतृत्वको युग हो। आज यो देशको अवस्था नेपाली जनताको भाग्य र भविष्यको फैसला हुन नसक्नुको पछाडि हामी युवाहरूलाई भरण बनाएर, गोठी बनाएर, हतियार बनाएर प्रयोग गरेर हामी भिजन, मिसन र क्षमतावान युवाहरू विदेशी भूमिमा जाने विदेश भएर नै हो। हिजो 13 वर्षको उमेरदेखि संघर्षको मैदानमा हिँड्दै थियो र अहिले पनि हिजो पनि राष्ट्रकै हितमा डटिरहेको थियो र अहिले पनि म डटिरहेको छु। मैले जनयुद्धदेखि खेल जगत, पुस्तक लेखन र विश्व कीर्ति लाने साथै विभिन्न आठ विधान अन्तर्राष्ट्रिय अवार्डहरूसम्म आउँदा नेपाली जनताको शान र स्वाभिमानलाई विश्व सामु चिनाउने काम गरे भने अब यो नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्नको निमित्त हामी जस्तो युवाहरू साँच्चै नै राजनीतिक माहौलको नेतृत्व नभए नेपाल सरकारको नेतृत्व गर्न आवश्यक छ। त्यही भएर म आज यस विकासको लागि मात्रै होइन, यहाँको प्रतिनिधि गर्दै सिङ्गो आउने भावी सन्तान सन्तति र हामी नेपाली जनताको हक हितको लागि निरन्तर डटिरहने व्यक्तिगत पनि म जाहेर गर्न चाहन्छु।